नमस्कार साथीहरू, हजुरहरूले एउटा खबर सुन्नुभयो होला। हाम्रो मुलुकको कानुन निर्माताहरूले पूर्व विशिष्ट व्यक्ति VVIPहरूको सेवा सुविधा बढाउने किसिमको एउटा कानुन लिएर आउन लाग्नुभएछ। यो खबर बाहिर आइरहँदाखेरि कति नेपाली नागरिकहरूले यो कार्यको विरोध गरिरहेको मैले सुने। तर मलाई के लाग्छ भने हामीहरूले उहाँहरूको योगदान, हाम्रो नेताहरूले हाम्रो मुलुकमा पुर्याउनु भएको योगदान हेर्नुपर्छ, बुझ्नुपर्छ, अनि बल्ल केही भन्न सुहाउँछ। उहाँहरूले कति दुःख गर्नुभएको छ। नेपाली नागरिकहरूको आर्थिक स्थिति राम्रो होस् भनेर नेपाली नागरिकहरूलाई विदेश पठाउने वातावरण मिलाइदिइरहनु भएछ। कहिले भिजिट भिसा भनेर होस् त कहिले नेपाली बनेर त बाहिर जान अलि गाह्रो छ, तिमी भुटानी शरणार्थी बन भन्दै आफ्नै देशको नेपाली नागरिकलाई विदेशी शरणार्थी बनाएर होस्, अनेक बाटोबाट अनेक कार्य गरेर उहाँहरूले जसरी भए पनि नेपाली नागरिकहरूलाई बाहिर पठाइदिने वातावरण मिलाइदिइरहनु भएको छ र नेपाली नागरिकहरू बाहिर गइरहेछन्, मेहनत गरिरहेछन्, काम गरिरहेछन् र पैसा कमाइरहेछन्। र त्यसरी कमाएको पैसा उहाँहरूले मुलुकमा पठाइदिइरहनु भएको छ र हामीले बारम्बार सुन्छौँ मुलुकको इकोनोमी, नेपालको इकोनोमी रेमिटेन्सले धानिरहेको छ भनेर। त हाम्रा नेताहरूले त्यति दुःख गरेर अनेक जालझेल गरेर विदेश पठाइदिएको नेपालीहरूले पठाएको पैसाबाट केही अंश आफ्नो सेवा सुविधामा खर्च गर्नुहुन्छ भने त्यो कुन ठुलो कुरो भएर, के नराम्रो भएर, होइन र?